गुड मर्निङ सबैजना ल। र आज चाहिँ मेरो बाको यता देखो बोका चाहिँ आज तपाईँहरूलाई म अहिले भन्दैछु यो कहाँ जाँदैछ है ल। यसले विशेष त गाडी चढेको र यो बोका चाहिँ आज अनलाइन जाँदैछ। अनलाइन चाहिँ के भन्दाखेरि मलाई है फोन गर्छ, अन्त म उहाँको घरमै लगिदिन्छु। र यो अब यहाँ गाडीमा चढ्छ, हेर्नुहोस् न। चढ चढ छिटो चढ 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 छिटो। बस यसरी चढ्छ यो। अब यो मजाले बस्छ होइन। यसलाई म अब थुनिदिन्छु हो। अन्त यो चाहिँ अब मजाले फोन गरेको छ, उसको घरमा लगिदिन्छु। र आज मेरो गाडी चाहिँ यही हो है। अन्त अब म चढेर जाँदैछु र तपाईँहरूलाई म फेरि यसको गन्तव्य कहाँ माथि पुगेपछि हजुरहरूलाई फेरि म देखाउँदैछु। र अब यो हेर्नुहोस् पछि पछि चढ यो आफै हिँड्छ है। घटेको छैन यो, दामी भएको छ झन् खतरा। यसरी हिँड्छ है, यसलाई बानी भइसकेको छ र यसरी हेर्नु मजाले टुकुल टुकुल हिँड्छ आइज। र यो ठिक जग्गामा आइपुग्यो। अब यहाँनिर चाहिँ हाम्रो दाले निकाल्नुहुन्छ है। यहाँनिर यसरी चाहिँ म चाहिँ यसरी ल्याइदिन्छु घरमै। र दा के यसको के छ, तपाईँलाई ठिक लाग्छ कि लाग्दैन यो काम गरेको मैले? प्रमोद दा ठिक लाग्छ तपाईँलाई? एकदम है। तपाईँहरूको समय पनि नभएको बेलामा यसरी घरमै ल्याइदिँदा त है राम्रो काम हो है। ल यसरी चाहिँ म यहाँनिर है सबैजना खुसी नै हुनुहुन्छ मेरो कामदेखि। र यो चाहिँ यत्रो छ है, यो चाहिँ राम्रो जातको छ। र यो चाहिँ साह्रै टाढो चाहिँ लाँदैन, तर रोहिनीभरि मतलब रोहिनीभरि चाहिँ म है लगिदिन्छु। हामीलाई प्रब्लमै परिहाल्छ है, समस्या छ है। किनभने अब लानु पऱ्यो 5 किलोमिटर है, केमा लानु, हिँडाएर पनि अप्ठ्यारो। र यसरी घरमै आउँदा सबैजना हाम्रो कृषकहरूलाई खुसी नै छ। र यसरी फोन गरेर म घरमा ल्याइदिन्छु र सबैजना खुसी नै हुनुहुन्छ है। धेरै धेरै खुसी हुनुहुन्छ। यो गाडीमा चाहिँ चढ्ने है, यसरी चढ्छ, अब यसरी बस्छ, बन्द गरिदिने है। अब चाहिँ हामी घर जाने र अब घर